छाता ओढ्दैमा सुरक्षित नठाल्नुहोस्, आखिर डुबाउने पानी पैतालाबाट आउँछ, टाउकोबाट होइन। अक्सर हामी आकाशमा कालो बादल मडारिँदा र पानीका थोपाहरू खस्न थाल्दा एउटा छाता ओढ्छौँ अनि सोच्छौँ, आहा, अब म सुरक्षित भएँ। तर साथीहरू, जीवनको एउटा तितो सत्य के हो भने छाता ओढेर मात्र कहिले सुरक्षित नसम्झनुहोस्, किनकि डुबाउने पानी पैतालाबाट आउँछ, टाउकोबाट होइन। हाम्रो जीवन पनि त यस्तै छ नि, होइन र? हामी बाहिरी संसारलाई देखाउन, मान्छेका साना साना कुरा र आलोचनाहरूबाट बच्न आफ्नो टाउकोमा देखावटी छाता ओढेर बस्छौँ। हामीलाई लाग्छ समाजले के भन्ला, अरूले के सोच्ला, र हामीले ती साना कुराहरूबाट जोगिने प्रयासमा लागिरहन्छौँ। तर हामीले बिर्सन्छौँ कि वास्तविक खतरा त तल छ, हाम्रो जगमा छ। जब बाढी आउँछ नि तब छाताले ओत दिन्छ, तर खुट्टा मुनिको जमिनले बगाएर लैजान्छ। सम्बन्धहरूमा पनि सानातिना झगडा टाउकोबाट खस्ने पानी हुन् जसलाई सम्हाल्न सकिन्छ, तर मनभित्र गुम्सेको अविश्वास र अहङ्कार पैतालाबाट आउने पानी हो जसले पुरै सम्बन्ध डुबाइदिन्छ। करियर र जीवनमा बाहिरबाट आउने चुनौतीहरू त केवल परीक्षा हुन्, तर हाम्रो आफ्नै आलस्य, नराम्रो सङ्गत र कमजोर जग त्यो पैतालाको पानी हो जसले हाम्रो भविष्य नै बगाउन सक्छ। त्यसैले जीवनमा केवल माथिको ओत खोजेर ढुक्क नहुनुहोस्, आफ्नो जगलाई बलियो बनाउनुहोस्। जब तपाईँले पैताला बलियो जमिनमा अडिएको हुन्छ, जब तपाईँको सोच र चरित्र बलियो हुन्छ, तब जतिसुकै ठुलो बाढी आए पनि तपाईँ डुब्नुहुने छैन। मान्छेहरूले तपाईँको टाउकोमा जतिसुकै हिलो छ्याप्ने पनि वा परिस्थितिले जतिसुकै ओह्रालो लागे पनि यदि तपाईँ भित्रबाट बलियो हुनुहुन्छ भने तपाईँले कसैले डुबाउन सक्दैन। अर्को पटक जब पानी पर्छ छाता त ओढ्नुहोस्, तर आफ्नो पैताला कहाँ छ र कतिको सुरक्षा भनेर हेर्न नबिर्सिनुहोस्। देखावटी सुरक्षाभन्दा आन्तरिक शक्ति र बलियो जग निर्माणमा ध्यान दिउँ। तपाईँलाई यो भनाइ र आजको भिडियो कस्तो लाग्यो कृपया तल कमेन्टमा अवश्य लेख्नुहोला। यदि यो सन्देश तपाईँले मन छोएको छ भने भिडियोलाई लाइक र आफ्ना साथीहरूलाई सेयर गर्न नभुल्नुहोला। यस्तै मन छुने र प्रेरक भिडियोहरूका लागि हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। सधैँ सजग रहनुहोस्, सुरक्षित रहनुहोस्। धन्यवाद। नमस्ते।